तपाईँ त यति नालायक रे प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। तपाईँले बोलेको न्युज प्रकाशित छ, त्यहाँ तपाईँ दाबी गर्नुहुन्छ सत्ता पक्षको नेताका रूपमा तपाईँले बोले हो, नेपाल विद्युत प्राधिकरणले व्यवसायी संघको मिलोमतोमा 16 अर्ब रुपियाँ तलमाथि गरेको छ। यो आरोप पुष्टि नभए मलाई टुडी खेलमा हिँडाइयोस्। तयार छ त यो आरोप आजसम्म पुष्टि भएको छैन। भन्नुहोस् है, मैले गर्ने हो र? यो आरोप अहिलेसम्म पुष्टि भएको छैन। कुलमानलाई हटाइयो, मिसन सक्सेस भयो, पार्टी खानुभयो होला होइन? अब पख्नुहोस् न, प्रश्नै सकिया छैन के। अब तपाईँलाई टुडी खेलमा झुन्ड्याउने नेपालमा कानुन छैन, तपाईँ आफै गएर कहिले झुन्ड्याउनुहुन्छ? होइन, सबैभन्दा पहिलो कुरा चाहिँ मैले अन्तिम वाक्य बोलेको प्रमाण छ। पहिला म सक्छु नि, पहिला म सक्छु नि, म छ त, देखाउनु नि त। चाहिँ 16 अर्ब रुपियाँ नेपाल विद्युत प्राधिकरणको तात्कालीन नेतृत्व 8 अर्ब व्यापारी मिलेर खाएको। तपाईँ तारे होटलमा गएर व्यापारीसँग भोज गर्ने तस्करको भाषा हो। अनि आरोप चाहिँ तपाईँ लाउने? त्यही अभिव्यक्त गर्दै मैले कहाँ खाएँ? मेरो अफिसमा चाहिँ पूर्व राजा ज्ञानेन्द्र आयो भने पनि भेट्नुपर्छ। ए, अफिसमा भेट्नु भयो? अफिसमा किन भेट्दिनँ म? व्यापारी, उद्योगपति, गरिब कहाँ को त? खोइ देखाउनु त फोटो। किन नहालेको प्रेस काउन्सिलमा मुद्दा? त्यत्रो सञ्चार माध्यमले लेख्यो नि।